तपाईहरुलाई स्वागत छ द ट्युसन क्लास ग्रेड 11 इकोनोमिक्सको सिरिजमा। आज हामी च्याप्टर 12 एग्रिकल्चर च्याप्टर 11 सकिसकेको छ। त्यो भिडियो हेर्नु भएको छैन भने हेरिहाल्नु होला र हेरिसकेपछि सब्स्क्राइब बटन चाहिँ थिच्नु बिर्सिनै हुँदैन है। अब हामी एग्रिकल्चर भनेर चाहिँ टपिक छ त्यसमा चाहिँ कन्टिन्यू गरौँ। अब तपाईहरुलाई थाहा छँदैछ नेपाल चाहिँ कृषि प्रधान देश हो। नेपालको इकोनोमी नै एउटा रेमिटान्सले धानेको छ भने अर्को चाहिँ एग्रिकल्चरले धानेको छ। मान्छेहरू एकदमै धेरै एग्रिकल्चर गर्छन्, तर त्यो एग्रिकल्चर फेरि आफूलाई खान मात्रै पुगिरहेछ, मान्छेले बेच्नको लागि भनेर त्यति उब्जनी गर्दैन। यसै सम्बन्धी आज चाहिँ हामी एग्रिकल्चरको विषयमा पढ्छौँ। एग्रिकल्चर इज एन इकोनोमिक एक्टिभिटी अर अकुपेसन विच इन्भल्भ्स द प्रोडक्सन अफ फुड ग्रेन्स, एनिमल हस्बेन्ड्री, हर्टिकल्चर, फ्लोरिकल्चर एसेट्रा। एग्रिकल्चर भनेको जमिनबाट उत्पादन हुने हरेक प्रकारको नेचरले दिएको प्रोडक्ट्सहरू उत्पादन गर्नलाई चाहिँ हामी के भन्छौँ? एग्रिकल्चर भन्छौँ है। नेपालमा मोडर्न एग्रिकल्चर इन्कम्पासेस नट जस्ट ट्रेडिसनल फार्मिङ बट अल्सो इन्टिग्रेटेड एक्टिभिटिज इन्क्लुडिङ प्रोडक्सन, लाइफस्टक म्यानेजमेन्ट एन्ड कमर्सियल, हर्टिकल्चर एन्ड फ्लोरिकल्चर। नेप्लिज एग्रिकल्चरमा आजको अवस्थामा नेप्लिज एग्रिकल्चर भन्ने बित्तिकै कस्ता कस्ता डाइमेन्सन्सहरू छन् भन्दा सब्सिस्टेन्स फार्मिङ भन्दा प्राइमरली फर फ्यामिली कन्जम्सन रादर देन कमर्सियल सेल। मैले बेच्छु भन्दा पनि मैले वर्षभरि के खाने, भोलि के खाने, पर्सि के खाने, एक हप्तापछि के खाने, 40 दिनपछि के खाने भन्ने अनुसार हामीले चाहिँ क्रप्सहरू लगाउँछौँ। फुड क्रप्स प्रिडोमिनेन्स, हामीले खानको लागि मात्रै हामीले चाहिँ मेजर फोकस अन स्टेपल फुड क्रप्स ओभर क्यास क्रप्स। क्यास क्रप्स भन्दा हामीले चाहिँ फुड क्रप्स नै प्रिडोमिनेन्स बसिरहेको छ है। अनि ट्रेडिसनल प्र्याक्टिसेसहरू हाम्रो के छ भने मोडर्न टेक्नोलोजीहरू हामीले युज गर्दैनौँ। ट्रेडिसनल टेक्नोलोजीहरू अझै पनि हाते कोदालोहरू नराम्रो छैन, राम्रो छ, तर त्यसले चाहिँ प्रोडक्टिभिटी के भन्छ लो भइरहेको छ है। अब हामीले चाहिँ 1 घन्टा दिनभरि लगाएर एउटा खेत खन्थ्यौँ भने अब दिनभरि लगाएर अर्को चिज भएर त्यस्तै मेकानिजममा हामीले अझ धेरै प्रोडक्सन गर्न सक्थ्यौँ भनेर चाहिँ एउटा के हुन्छ, हामीले अपर्च्युनिटी लस गरिरहेको छौँ। स्मल ल्यान्ड होल्डिङ्स, नेपालमा चाहिँ ल्यान्ड होल्डिङ पनि एकदमै विदेशतिर हेर्नु भने ठुलो ल्यान्ड होल्डिङ हुन्छ होइन। ट्र्याक्टर लाएर जोत्नुपर्ने हुन्छ भने नेपालमा चाहिँ सानो सानो बारीहरू मात्रै हुन्छ। एकजनाको 2टा बारी 3टा बारी हुन्छ। त्यो 3टा बारीमा आफूलाई खान पुग्दैन, कहाँ बेच्नलाई लगाउनु होइन। त्यो पनि समस्या छ। प्रोफेसनल एग्रिकल्चर गर्ने जति एउटा उनीहरूसित ल्यान्ड हुँदैन, ल्यान्ड हुन्छ तर एकदमै लिमिटेड, स्मल होल्डिङ मात्रै हुन्छ। अर्को इनइक्वल ल्यान्ड डिस्ट्रिब्युसन भन्दा ल्यान्ड ओनरसिप प्याटर्न्सहरू पनि फरक छ। मैले भनिहालेँ कि हामीसँग थोरै सानो थुपुको मात्रै छ होइन। अब बाको पालामा 2टा बारी थियो भने अब छोराको पालामा त्यही 2टा छोरा भयो भने एउटा बारी चेन्ज हुन्छ, 3टा छोरा भयो भने त्यही पनि टुक्रा लाग्छ होइन। त्यसरी नै बारी खेत अनि यो एग्रिकल्चरल गर्ने ल्यान्डहरू चाहिँ डिफ्रेन्सिएट भइरहेको छ। त्यसरी नै विभाजन भइरहेछ र थोरै सानो अमाउन्टमा एउटा प्याटर्न मिलेको छैन। अनम्यानेज प्याटर्नमा चाहिँ ल्यान्ड होल्डिङहरू बसिरहेको छ। अनि लो प्रोडक्टिभिटी पनि लो छ। हामीले आफूलाई खानलाई मात्रै प्रोडक्सन गर्छौँ भनिसकेपछि हामीले त्यसलाई खासै एफोर्ट दिँदैनौँ, लगाइदिन्छौँ। केही पानी छ भने मर्न मात्रै दिँदैनौँ, तर त्यसबाट एकदम म्याक्सिमम उत्पादन लिन्छु भन्ने चाहिँ मान्छेको मेन्टालिटी अझै पनि आइसकेको छैन। जियोग्राफिकल भेरिएसन्सहरू, डाइभर्स फार्मिङ सिस्टम अक्रस डिफ्रेन्ट इकोलोजिकल जोन्सहरू। नेपाल चाहिँ तराई मधेसदेखि माथि हिमालसम्म डाइभर्स एउटा चाहिँ छ, एउटा डाइभर्स इकोसिस्टम छ। अब हिमालमा सबै एउटै किसिमको प्रोडक्सन गर्छु र म एउटा किसिमको प्रोडक्सन बेच्छु, अर्को चिज म किन्छु भन्ने हिसाबमा छैन। लिमिटेड ल्यान्ड होल्डिङहरू छ र इकोलोजिकल डिफ्रेन्सिएसन पनि धेरै छ, जसको कारणले गर्दाखेरि धेरै भेराइटीका चिजहरू उत्पादन हुन्छ, तर एउटै भेराइटीको चिजहरू एकदम ठुलो स्केलमा उत्पादन गर्नलाई चाहिँ अलिकति अप्ठ्यारो छ। ड्युल ल्यान्ड ओनरसिप, कम्प्लेक्स टेनर सिस्टम एफेक्टिङ इन्भेस्टमेन्ट्स भनिसकेपछि के भइरहेछ भने एउटा मान्छेले एउटा ओनर हुन्छ, त्यो ओनरले चाहिँ काम गरेर भ्याउँदैन, त्यसले चाहिँ अर्कोलाई अधिमा दिने भन्ने एउटा चाहिँ टर्म हुन्छ। त्यो अधिमा दिँदाखेरि त्यो काम गर्ने जुन मान्छे हुन्छ त्यसले आधाभन्दा कम पाउँछ, ओनरले चाहिँ आधा पाउँछ भन्दा न ओनरले राम्रोसँग पाइरहेछ न चाहिँ
त्यो अधिमा गर्ने जुन लेबर हुन्छ त्यो मान्छेले राम्रोसँग पाइरहेको छ भन्दाखेरि आफूलाई खान मात्र पुगिरहेको छ, बेच्न पुगिरहेको छैन। एग्रिकल्चर नेपालको डार्क ट्रुथ भनेको एग्रिकल्चरको यसै हो। यसको कारणले गर्दाखेरि 60% मान्छे एग्रिकल्चरमा इन्भल्भमेन्ट भइसकेपछि पनि अझै पनि एग्रिकल्चरल प्रोडक्टहरू हामीले चाहिँ भेरियस कन्ट्रिजहरूबाट इम्पोर्ट गर्छौँ। ओके, अब मोडर्नाइजेसन एन्ड कमर्सियलाइजेसन मेजर्सहरू भनेको छ हो। अब यही क्षेत्रमा बसेर त हामीलाई पक्कै पनि पुग्दैन, हामीलाई चाहिँ अगाडि बढ्नु छ। यो क्षेत्र यही ट्रेडिसनल फार्मिङ गर्न पनि हुँदैन, मोडर्नाइजतिर जानुपर्छ। कसरी मोडर्नाइज गर्ने भन्दाखेरि यसका पनि आयामहरू छन्। जस्तै एग्रिकल्चर ट्रान्सफर्मेसन भनेर छ, द ट्रान्जिसन फ्रम ट्रेडिसनल सब्सिस्टेन्स फार्मिङ टु मोडर्न कमर्सियल एग्रिकल्चर रिक्वायर्स कम्प्रिहेन्सिभ इन्टरभेन्सन अक्रस मल्टिपल डाइमेन्सन अफ एग्रिकल्चर सिस्टम। एउटा ट्रेडिसनल सब्सिस्टेन्स फार्मिङबाट मोडर्न कमर्सियल एग्रिकल्चरमा लैजानको लागि कम्प्रिहेन्सिभ इन्टरभेन्सन्सहरू चाहिएको छ। के चिजमा भने मल्टिपल डाइमेन्सन्स अफ एग्रिकल्चरल सिस्टम्सहरू। डाइमेन्सन्स भन्नाले कस्तो छ भने प्रोडक्सन इन्हान्समेन्ट गर्नको लागि कोर एग्रिकल्चरल इम्प्रुभमेन्ट गर्नु पर्छ, एग्रिकल्चरल इम्प्रुभमेन्ट गर्नुपर्छ। जस्तै साइन्टिफिक क्रप सेलेक्सन, कुन क्षेत्रमा कस्तो खालको हामीले क्रप्स लगाउने भन्ने स्टडी, इरिगेसन म्यानेजमेन्ट, कुन प्रोडक्टलाई कति लेभलमा इरिगेसन चाहिन्छ र स्रोत कहाँ छन् इरिगेसनको, र त्यो प्रोडक्सन हुँदाखेरि पानी पुग्ने गरी हामीले चाहिँ त्यो अनुसारको इरिगेसन म्यानेजमेन्ट हुनु पर्यो। मोडर्न इक्विपमेन्टहरू युज गर्नु पर्यो। ट्रेडिसनल इक्विपमेन्ट चाहिँ लेस इफेक्टिभ हुन्छ, लेस प्रोडक्टिभ हुन्छ होइन। अर्को इनपुट अप्टिमाइजेसन, हामीले एग्रिकल्चरको कोर चिज प्रोडक्सन इन्हान्समेन्ट त गर्यो, त्यो प्रोडक्सन इन्हान्समेन्ट गर्नको लागि इनपुट पनि हामीले के गर्नुपर्छ, अप्टिमाइज गर्नुपर्छ। जस्तै हामीले के गर्छौँ, लोकल चिज भन्दै हामी के गर्छौँ, सिडहरूलाई चाहिँ राम्रोसँग स्टोरेज गर्दैनौँ, राम्रोसँग सिडहरूलाई म्यानुफ्याक्चर गर्दैनौँ, र सिडहरू बिस्तारै ग्रेजुअल्ली उनीहरूको प्रोडक्टिभिटी घट्दै गइरहेको हुन्छ। घाइते सिड्सहरू लैरहेको हुन्छ, त्योबाट स्वस्थ प्लान्टहरू उत्पादन हुन सक्दैनन्। भनिसकेपछि इम्प्रुभड इनपुटहरू को लागि फर्टिलाइजरहरू त्यही किसिमले हाई यिल्ड सिड्सहरू लगाउन पनि जरुरी छ। पर्फर्मेन्स इभ्यालुएसन, कुन प्रोडक्टले कुन समयमा चाहिँ हामीलाई धेरै प्रोडक्टिभिटी दिइरहेको छ र कस्तो ट्रिटमेन्ट गर्दा हाई प्रोडक्टिभिटी दिन्छ भन्ने पर्फर्मेन्स इभ्यालुएसन पनि गर्नुपर्छ। पेस्ट कन्ट्रोलहरू गर्नुपर्छ हो। पेस्ट हाल्ने भन्दाखेरि अब पेस्ट राख्न त राखिन्छ, कुनै बेला हामीले अत्याधिक पेस्ट राखिन्छ, कुनै बेला थोरै पेस्ट राखिन्छ, कुनै बेला अर्ग्यानिक राखिन्छ, कुनै बेला इनअर्ग्यानिक राखिन्छ होइन, केमिकल युक्त राखिन्छ, स्वास्थ्यलाई पनि असर गर्ने चिज राखिन्छ भन्दा त्यो चिज पनि एउटा कन्ट्रोल्ड मेकानिजम बन्नुपर्छ पेस्ट कन्ट्रोलको लागि। अर्को डाइभर्सिफिकेसन एन्ड नलेज भनेको छ। अब हामीले चाहिँ के गर्छौँ भने स्ट्राटेजिक डेभलपमेन्ट अप्रोचमा चाहिँ क्रप रोटेसन साइन्टिफिकल्ली पनि यो प्रुभन हो कि एउटै क्रप्स हामीले वर्षैभरि लगाइरहनु हुँदैन, अथवा एउटा जमिनमा एउटै क्रप्स लगाइ गर्नु हुँदैन। त्यो जमिनमा फरक किसिमका चाहिँ क्रप्सहरू त्यहाँ हुने पोसिबल क्रप्सहरू चाहिँ हामीले रोटेसन गर्दै लगाउनुपर्छ। त्यसपछि अर्को फार्मर ट्रेनिङ, जुनै पर्टिकुलर एउटा कमोडिटी उत्पादन गर्नको लागि, एग्रिकल्चरल प्रोडक्ट उत्पादन गर्नको लागि फार्मरलाई प्रपर ट्रेनिङ चाहिन्छ। उसले होला एउटा कुनै सेक्टरमा उसले चाहिँ प्रोफिसियन्सी हासिल गरेको होला, तर उसले चाहिँ ट्रेडिसनल वेमा प्रोफिसियन्सी ह्यान्डल गरेको होला, माटोको बारेमा नबुझेको होला। एउटा सामान्य किसानले चाहिँ मेरो माटोमा कुन तत्त्व छ भनेर उसलाई थाहा हुँदैन। त्यो तत्त्व थाहा हुनको लागि पनि फार्मरलाई ट्रेनिङ दिनु पर्यो। तत्त्वको कारणले गर्दा यो हुन्छ, यसको कमीले गर्दाखेरि हाम्रो चाहिँ प्रोडक्टिभिटी लो भइरहेको छ भने अनुसार फार्मरलाई पनि ट्रेनिङ दिनु पर्यो। इन्फ्रास्ट्रक्चरहरू डेभलपमेन्ट गरिदिनु पर्यो। इन्फ्रास्ट्रक्चर भन्नाले कलेक्सन सेन्टर्सहरू बनाइदिनु पर्यो। किसानले अहिले पनि समस्या छ कि किसानले उत्पादन गर्छ र त्यसलाई बजारमा लगेर उसले राम्रो मूल्यमा बेच्न पाउँदैन। किन पाउँदैन भन्दाखेरि उसले उत्पादन गरेको बेलामा डिमान्ड एकदमै लो हुन्छ, सप्लाई एकदमै हाई हुन्छ होइन। अनि उनीहरूले रेट थोरै पाइरहेको हुन्छन्। जति बेला चाहिँ प्रोडक्सनै हुँदैन त्यति बेला चाहिँ एकदमै प्राइस हाई भइरहेको हुन्छ। भन्दाखेरि किसानहरू आफूले गरेको प्रोडक्सनको उचित मूल्य पाइरहेको छैन। किन? कलेक्सन सेन्टरहरू नभएर उसले कहाँ बेच्ने भन्ने कुरा प्रपर तरिकाले थाहा पाएको पनि छैन। अब
कमर्सियलाइजेसन मार्केट इन्टिग्रेसन गर्नु पर्यो। सबै चिज भयो, फार्मरलाई ट्रेनिङ दिइयो, पेस्टहरू बनाउने, सिड्सहरूदेखि लिएर इनपुटदेखि लिएर कोर एग्रिकल्चरल प्रोडक्सनमा पनि हामीले हेरियो भने अब मार्केटिङमा कुन क्षेत्रमा लगेर बेच्ने, ट्रान्सपोर्टेसनका नेटवर्कहरू होइन, कुनै अब एग्रिकल्चरल प्रोडक्टहरू त कस्तो हुन्छ भने आजको भोलि बिग्रिने हुन्छ, तिनीहरूलाई कसरी स्टोरेज गरेर राख्ने र ट्रान्सपोर्ट गर्दाखेरि कसरी मिलाउने, ओके, ट्रान्सपोर्ट नेटवर्क्सहरू कतिको इफेक्टिभ बनाउने, ताकि मान्छे जुन कन्ज्युमर हुन्छ त्यो कन्ज्युमर तिमी पुग्दाखेरि फ्रेसै तरकारी पुगोस् अथवा एग्रिकल्चरल प्रोडक्ट्सहरू पुगोस्, र मेटेरियल्सहरू इन्डस्ट्रीसम्म पुगोस्, ओके। अर्को चाहिँ मार्केट सिस्टमहरू अर्गनाइज मार्केट हुनु पर्यो कि पोखरामा नबिकेको चिजहरू हामीले अर्को ठाउँमा लगेर बिकाउन पाइयोस्, जहाँ चाहिँ डिमान्ड हाई छ त्यहाँ लगेर बिकाउन पाइयोस्, जहाँ चाहिँ त्यो प्रोडक्टको खाँचो छ त्यहाँ बिकाउन पाइयोस् होइन। जस्तै अब कुनै एउटा मुस्ताङमा बनेको स्याउ मुस्ताङमा मात्रै बिक्री नहुन सक्छ, मुस्ताङबाट झरालेर पोखरामा लिएर आइन्छ, पोखरामा सबै बिक्री नहुन सक्छ। त्यसलाई चाहिँ छरेर कुन ठाउँमासम्म हाम्रो प्रोडक्ट पुगेको छैन त भनेर चाहिँ छर्न सकियो भने, मार्केटलाई अप्टिमाइज गर्न सकियो भने, इफिसियन्ट बनाउन सकियो भने चाहिँ हाम्रो एग्रिकल्चरलले मोडर्नाइज छ, किसानहरूले पनि राम्रो मूल्य पाउँछन् र उनीहरू पनि मोटिभेट हुन्छन्, र एग्रिकल्चरल सेक्टरमा नेपालले राम्रो टेवा पुर्याउन सक्छ नेपालीज इकोनोमीलाई पनि। एग्रिकल्चरल फाइनेन्स सोर्सेसहरू एग्रिकल्चर बनाएर मार्केटसम्म पुर्याउनु मात्रै होइन, किसानले गरेनन् मात्रै होइन, सरकारले गरेन मात्रै होइन, त्यो एग्रिकल्चर गर्नको लागि सिड्सहरू किन्न पर्यो, फर्टिलाइजरहरू किन्न पर्यो। उस्तै परि हामी त सानो ल्यान्ड होल्डिङ छ भनेको छ, सानो ल्यान्ड होल्डिङ तपाईँहरूले सानो ल्यान्ड होल्डिङ छोडिदिनुहोस्, एउटा कर्पोरेट लेभलमा प्रोडक्सन गरौँ भन्यो भने त्यो ल्यान्ड होल्डिङलाई एक्विजिसन गर्नलाई पनि पैसा चाहिन्छ, फाइनेन्स गर्नु पर्यो होइन। एग्रिकल्चरल फाइनेन्सिङ गर्नको लागि पनि हामीले एउटा स्टडी गर्नुपर्ने हुन्छ। अब एउटा सानो चिज पढौँ, एडुकेट एन्ड टाइमली फाइनेन्स इज क्रुसियल फर एग्रिकल्चर डेभलपमेन्ट विथ सोर्सेस क्याटेगोराइज इन्टु फर्मल इन्स्टिट्युसनल च्यानल्स एन्ड इन्फर्मल ट्रेडिसन सिस्टम्सहरू। अब एग्रिकल्चरल फाइनेन्समा चाहिँ योभन्दा केही दशक अगाडि चाहिँ एग्रिकल्चरलाई फाइनेन्स गर्नको लागि साउथसँगबाट ऋण लिन्थ्यो, उसले बिउ बिजन किन्थ्यो, त्यसपछि बिउ बिजन लगाइसकेपछि उसको प्रोडक्सन हुन्थ्यो, प्रोडक्सन भएपछि बेच्न पायो भने उसले पैसा रिटर्न भयो, नत्र बेच्न पाएन, उसको क्रप्स चाहिँ ड्यामेज भयो भने बेच्न पाएन, ऊ ऋणमा डुबिरहन्थ्यो, फाइनेन्सिङ म्यानेजमेन्ट भइरहेको थिएन हो। मिटर ब्याजहरू एकदमै हाई इन्ट्रेस्ट रेटमा चाहिँ ब्याज हुन्थ्यो, जति उसले इल्ड गर्छ, उसले चाहिँ क्रप्सको इल्ड छ त्योभन्दा धेरै त उसले इन्ट्रेस्ट तिर्नु पर्थ्यो, ओके। अब त्यसैको लागि म्यानेजमेन्ट गर्नको लागि एग्रिकल्चरलाई राम्रोसँग म्यानेज गर्नको लागि फाइनेन्सिङ पनि हेर्नुपर्ने हुन्छ, कुन सोर्सबाट पैसा लिएर आउने र एग्रिकल्चरमा लगाउने भन्ने चिज पनि है। अब फर्मल र इन्फर्मल फाइनेन्सिङ सोर्सेसहरू छन्। जस्तै फर्मल सोर्सेस भनेको गभर्मेन्टले सब्सिडी पनि दिन सक्छ, सपोर्ट पुरा, जस्तै प्रधानमन्त्री के अरे कृषि आयोजना भनेर हुन्छ, अनुदान आयोजना भनेर हुन्छ होइन, टनेल प्रोग्राम भनेर आइरहेको हुन्छ है, इरिगेसन प्रोग्रामहरू प्रधानमन्त्री सिँचाइ आयोजना भनेर आइरहेको हुन्छ हो। त्यसरी कि डाइरेक्ट गभर्मेन्टले सहयोग गर्नु पर्यो कि नेपाल राष्ट्र ब्याङ्कले चाहिँ फाइनेन्सिङ कम्पनीजहरूलाई चाहिँ रेगुलेटरी गरेर एग्रिकल्चरल सेक्टरमा तपाईँहरूले यति पर्सेन्टेज चाहिँ फाइनेन्स गर्नै पर्छ भनेर रेगुलेसन ल्याउनु पर्यो कि चाहिँ कमर्सियल ब्याङ्कहरूले चाहिँ एग्रिकल्चरल लोनहरू चाहिँ वितरण गर्न थाल्नु पर्यो होइन, एउटा प्रपर वेमा है। अब सबै एल्ड नआउन पनि सक्छ, त्यो एल्ड नआएको कन्डिसनमा के गर्ने, कसरी पैसा उठाउने भन्ने चिजहरू पनि मेकानिजम बन्न पर्ला। डेभलपिङ ब्याङ्कहरूले पनि अब एग्रिकल्चरल लोनहरू दिनुपर्छ, ओके। फाइनेन्सिङ माइक्रो फाइनेन्स इन्स्टिट्युसन्सहरू, स्मल स्केल क्रेडिट सर्भिसहरू, कमर्सियल ब्याङ्कहरूले चाहिँ ठुलो कमर्सियल लोन्सहरू प्रोभाइड गर्न सक्छन्, डेभलपमेन्ट ब्याङ्कहरूले त्योभन्दा मिडियम साइजको लोनहरू डिस्पर्स गर्न सक्छन्। माइक्रो फाइनेन्सहरूले चाहिँ स्मल स्केलमा सानो अमाउन्टमा किसान, एकदमै साना किसानहरूलाई चाहिँ उनीहरूले क्रेडिट फेसिलिटीहरू दिन सक्छन्। कोअपरेटिभहरूले कलेक्टिभ फार्मिङ सुरु गर्न सक्छन् कि समाज मिलेर तपाईँहरू टमाटर उत्पादन गर्नुहोस् अथवा स्याउ उत्पादन गर्नुहोस् अथवा आलु उत्पादन गर्नुहोस्, हामी किनिदिन्छौँ भन्ने तरिकाको, अथवा हामी फाइनेन्सिङ गरिदिन्छौँ भनेर चाहिँ कोअपरेटिभहरूले पनि
कम्युनिटी बेस्ड फार्मिङहरू गर्न सक्छन् र डेभलपमेन्ट पार्टनर्सहरू इन्टरनेसनल एड र लोनहरू पनि आयो भने फाइनेन्सिङको एउटा सोर्स पनि हुनसक्छ। अर्को इन्फर्मल ट्रेडिसनल सोर्सेस भनेको पहिला पहिला मैले अहिले नै पनि मेन्सन गरिसकेँ के साथीहरूसँग पैसा माग्ने, रिलेटिभ्सहरू पैसासँग माग्ने, म बिउ बिजन किन्न छ, म पेस्टिसाइडहरू किन्न छ, म मल किन्न छ है, म बिरुवा किन्न छ भनेर चाहिँ फ्रेन्ड्स एन्ड फ्यामिलीसँग रिलेटिभसँग माग्ने। अनि मनी लेन्डर्सहरू भनेको अब पहिला पहिला चाहिँ के भन्छ ल्यान्ड अनर्सहरू अथवा ल्यान्डलर्डहरूसँग पैसा माग्ने है। अर्को चाहिँ मर्चेन्ट एन्ड ट्रेडर्सहरू भनेको अब हामीले कोही पसलेहरूसँग पनि हामीले होइन तपाईँहरू चाहिँ हामीलाई पैसा दिनुहोस्, हामी चाहिँ सबै एग्रिकल्चर प्रोडक्टहरू तपाईँलाई नै ल्याएर बेच्छौँ भन्ने अनुसार मर्चेन्ट र ट्रेडर्सहरूसँग चाहिँ त्यसरी क्रेडिट लिनु पर्यो। ओके, अनि जुन बिउ बिजन बेच्ने मान्छे हुन्छ त्यो बेच्ने मान्छेलाई मेरो एल्ड आइसकेपछि म तपाईँहरूलाई दिन्छु भनेर क्रेडिटमा लिएर आउनु पर्यो। यो चाहिँ के हो, ट्रेडिसनल सोर्सेसहरू हो। ट्रेडिसनल सोर्सेस पनि भाइबल छ, तर फर्मल इन्स्टिट्युसन्सहरूले फाइनेन्सिङ गरिदियो भने चाहिँ मोर फ्रुटफुल हुन्छ एग्रिकल्चरमा।